यहाँबाट अर्को टुसा त यो आइ नै हाल्छ। यो पत्ताको चेपबाट नआए पनि मुनि त राम्रै छ नि त। मेलै मेल भए पनि फिमेलै फिमेल भए पनि एक जोडी चाहिने रहेछ, दुईटा उत्रै। अनि यसको फ्लावरिङ आउनु पर्दो रहेछ दुईटैको हो, त्यति बेला चाहिँ यिनीहरूलाई क्रस गराउनु पर्दो रहेछ क्या। हाई साथीहरू, म सहारा। आज चाहिँ तपाईहरुलाई मैले यो मेरो फ्याट वाइलाई चाहिँ कटिङ गरेर चाहिँ दुईटा बनाउन आँटिराखेको छु। कसरी बनाउँछु म हजुरहरुलाई भन्छु है, देखाउँछु। मेरो भिडियोहरु चाहिँ स्किप नगरिकन हेर्दिनु होला। अनि नयाँ नयाँ साथीहरु अहिले आइराख्नु भएको छ, लाइक कमेन्ट अनि सब्स्क्राइब पनि गरिदिनु होला है त। यसलाई चाहिन्छ बिलेटको एकदमै ठुलो भूमिका हुन्छ। बिलेटले गर्नु होला, कैँचीहरुले नगर्नु होला। कैँचीमा चाहिँ के आएको हुन्छ नि त। नयाँ बिलेट चाहिँ हामीले किनेर चाहिँ काट्नु पर्ने हुन्छ है प्लान्टहरुलाई। यसको मैले यो पत्ताहरुको माया गरेको थिएँ। पत्ताको मायाले चाहिँ हामीले यो एउटाको एउटै रहन्छ के, एउटाबाट दुईटा बनाउनको लागि चाहिँ हामीले कट गर्नै पर्ने रहेछ है। यो फ्याट वाइ यति मोटो हुन्छ है, बिलेटै भाँसियो। अब यसलाई यस्तो धेरै दुःख हुने रहेछ कि कट गर्नलाई। मैले अस्तिदेखि नै यसलाई कट गर्नु पर्यो, काट्नु पर्यो, काटेर निकाल्नु पर्यो भनेर सोचिरहेको थिएँ। एकदमै गाह्रो हुने रहेछ कि यो काट्नको लागि चाहिँ। कोकोलाई मनपर्छ यो प्लान्ट है, कमेन्ट पनि गर्नु। यसलाई चाहिँ कि लग्गा नयाँ छुरीहरुले काट्दा पनि हुन्छ कि त भने बिलेटै चाहिन्छ। बिलेटले नै काटेको राम्रो हुन्छ, तर एकदमै धेरै यसलाई चाहिँ गाह्रो भयो काट्नलाई। एकदमै धेरै समस्या भयो त काट्नलाई। सबैको यो लिफ चाहिँ बचाउन चाहिँ सकिँदैन नै, किनभने यो त्यति धेरै मोटो हुन्छ नि त। यो फ्याट वाइलाई चाहिँ मैले काटिसकेँ। यसलाई यो वान लिफ मात्र निकाल्न सकेँ क्या मैले। यो अघि रोपेको देखाउनु पर्यो भनेको भिडियो बनाउनै बिर्सेछु है। तपाईहरुले बुझिहाल्नुहुन्छ होला। यसको मुनिको फेद चाहिँ मैले माटोभित्र राखिसकेको छु भने यो कटिङ गरेको ठाउँमा चाहिँ मैले साफ फंगस नलागोस्, किराहरू नलागोस् भनेर चाहिँ मैले यहाँनिर चाहिँ दबाई लगाइदिसकेको छु हैन। अनि यसको टप कटिङ चाहिँ मैले यसको लिफ नबिगार्नुले गरेर चाहिँ लिफ चाहिँ यता धेरै आयो, पत्ता चाहिँ यो टपमा चाहिँ हैन, यो टुप्पामा चाहिँ धेरै आयो है, जरा पनि धेरै नै आयो। तर यता तल चाहिँ कम्ती भयो क्या, पत्ता एउटा मात्र भयो। एउटा भए पनि मलाई टेन्सन भएन हैन, किनभने मुनि धेरै लामो नट छ नि त, डन्ठा। त्यो भएर मलाई टेन्सन भएन। यो एउटै पनि सक्सेस मजाले हुन्छ होला जस्तो लागेको छ। यहाँबाट अर्को टुसा त यो आइ नै हाल्छ। यो पत्ताको चेपबाट नआए पनि मुनि त राम्रै छ नि त। त्यो मुनिबाट फेरि अर्को बच्चा चाहिँ आउँछ होला भन्ने मैले आशा गरेको छु। यदि पछि आएछ भने तपाईहरुलाई म नबिर्सिकन यसको चाहिँ भिडियो बनाउँछु है। एउटा मात्र पत्ता मैले राखेको छु भने यहाँनिर पनि मैले यो किरा नलागोस् भनेर यहाँनिर दबाई लगाइदिसकेको छु हैन। यसलाई चाहिँ म भोलि मात्र रोप्छु। आज यतिकै यो दबाई लगाएको ठाउँ अलिकति सुक्खा होस् भनेर मैले यसलाई यतिकै राख्छु। यो चाहिँ मैले अब यसको चाहिँ केही पनि छैन नि त, यो मुनि ड्यामेज छैन, यो माथि मात्र हो। यो माथि चाहिँ मैले माटोदेखि माथि राखिदिएको छु है। यो भाग चाहिँ, यो काटेको भाग चाहिँ मैले माटो भन्दा मुनि भयो भने चाहिँ ड्यामेज हुन सक्छ। माटो भन्दा माथि छ नि त, यो त देखिन्छ होला नि त्यहाँबाट हेर्नुस् त। यो सेतो देखिरहेछ नि हो। यसमा चाहिँ मैले दबाई लगाइदिसकेको छु। यसरी नै हामीले धेरै बनाउने हो। यसको चाहिँ यो फ्याट वाइको चाहिँ कुनै पनि बेबीहरू, साइड बेबीहरू नआउने भएकोले गरेर कट गरेर नै मैले निकालेको छु भने यसको चाहिँ एक जोडी हुनुपर्छ क्या। यसलाई चाहिँ बच्चा उत्पादन गर्नुको लागि चाहिँ यो चाहिँ पछि तपाईको पिस लिलीहरुको जस्तो चाहिँ यसको फ्लावर आउँछ हैन, माथि आउँछ हो। त्यति बेला चाहिँ यसको प्रोसेस अलिकति लामो छ है। पछि म तपाईहरुलाई भएछ भने यसको मेल फिमेल म दुईटै एक जोडी नै म बनाउनु सकेँ र अनि त्यस्तो भयो भनेदेखि चाहिँ अवश्य म भिडियो तपाईहरुलाई देखाउने छु।
तर त्यसको लागि चाहिँ 1-2 वर्ष लाग्छ, अझै पनि 2-3 वर्ष नै लाग्छ। म त्यो पनि बनाउने प्रयासमा छु हैन। यो प्लान्ट चाहिँ जति पनि गइरहेर गयो त्यति नै धेरै कुराहरू सिकिने रहेछ के। अब त्यही भएर मैले चाहिँ यो पालि चाहिँ मैले यसलाई मेल फिमेल मसँग छैन, 2टा नभएकोले गरेर मेलै मेल भए पनि फिमेलै फिमेल भए पनि 2 जोडी 1 जोडी चाहिने रहेछ, 2टा उत्रै। अनि यसको फ्लावरिङ आउनु पर्दो रहेछ 2टैको हो, त्यति बेला चाहिँ यिनीहरूलाई क्रस गराउनु पर्दो रहेछ क्या। मैले पनि अब अघि नै अरू फ्याट बोय भएको भाइहरूलाई पनि मैले सोधेँ, अनि मैले पनि चाहिँ गुगलमा हेर्दाखेरि चाहिँ त्यस्तो देखेँ हैन। मैले पनि अघि नै यो कट गर्नुभन्दा अगाडि एजे ब्लगलाई सोधेको थिएँ, दार्जिलिङ भाइलाई सोधेको थिएँ मैले, अजित भाइलाई। भाइले पनि हुन्छ दिदी कट गर्नुस् न भनेर उहाँले पनि भन्नुभयो। यो चाहिँ मैले अस्तिदेखि नै कट गर्नु खोजिरहेको थिएँ, तर लिफ ड्यामेज हुन्छ होला भनेर मैले डर लागिरहेको थियो हैन। अनि भाइले पनि के भन्नुभएको थियो भने यहाँ हामीले कट गर्दाखेरि पत्ता चाहिँ ड्यामेज हुन्छ, पत्ता काटिएर जान्छ, त्यसको लागि टेन्सन नलिनु, रुख चाहिँ नराम्रो हुन्छ, तर हामीले धेरै बनाउनुको लागि त्यो प्रोसेस चाहिँ हामीले अपनाउनु पर्छ भनेर भन्नु भएपछि मैले यसको कट गरेको छु हैन। यसरी यो साइड यो जराहरू एकदमै धेरै छ, यो मजाले नै सक्सेस हुन्छ हैन। तर मैले चाहिँ के भनेको थिएँ भने यसको पनि बिउ पाक्ने रहेछ हैन, बा हामीले बच्चा पो बनाउन सकिन्छ कि भाइ भनेर भन्दाखेरि चाहिँ यो चाहिँ 2टा हुनुपर्छ, 1 जोडी मेल फिमेल भन्ने कुरा हुँदैन, 2टा उत्रै हुनुपर्छ। अनि यिनीहरूको फुल आउँछ, फुलमा चाहिँ हामीले क्रस गर्नुपर्छ, त्यसको अलिकति लामो प्रोसेस छ, तर बनाउनु चाहिँ मजाले सकिन्छ। मैले पनि त्यसरी धेरै बनाएको छु दिदी भनेर भन्नुभयो हैन। सुकोस् चिसो पनि छ, यसको कट गरेपछि यसको एक खालको पानी आउँछ नि त, त्यो पानी नआओस् अथवा यो हाम्रो ड्यामेज नहोस् भनेर चाहिँ मैले यसमा चाहिँ फन्जिसाइड लगाइदिइसकेको छु। आज एकदमै धेरै बिरुवाहरू फेरि मैले कट गरेर निकालेँ। कति तपाईँहरूलाई कट गरेको भिडियोहरू मात्र देखाउनु भन्ने जस्तो पनि लाग्यो, त्यो भएर मैले आज चाहिँ फिलोडेन्ड्रनको भेराइटीहरू कट गरेको मैले तपाईँलाई देखाइनँ। यो फ्याट बोय कट गरेको मैले तपाईँहरूलाई देखाउनु मन लागेको थियो। कति साथीहरूको यस्तो बाहिर जरा आइराखेको छ होला, काट्नु डर लागिराखेको छ होला हैन, नडराइकन काट्नु होला। मेरो यो भिडियोले पनि तपाईँहरूलाई हेल्प हुनसक्छ, मैले जसरी गरेँ त्यसै गर्नु होला। किनभने मैले यो चाहिँ फ्याट बोय चाहिँ मेरो पहिलोचोटि भएको भएर चाहिँ मलाई अलिकति के गरौँ भनेर टाइपले चाहिँ अब सबै कुरो त अब नलेजले मात्र अथवा आफूले गरिरहेको कामले मात्र पनि हुँदैन नि त। कति कुराहरू त अब अरू नर्सरीहरूलाई पनि मैले सोधेर चाहिँ स्पेसली चाहिँ मैले अजित भाइलाई सोधेर चाहिँ अनि यो गरेको। हेरौँ राम्रै हुन्छ होला। अनि यो राम्रो भएपछि तपाईँहरूलाई म अवश्य यो 2टा भएपछि चाहिँ म तपाईँहरूलाई भिडियो देखाउँछु है त।